आज हाम्रो ठानी पूजामा यहाँ बुवाहरू दाजुहरू उपस्थित हुनुहुन्छ। अब भोजन गर्ने समय भएको छ। एकदम थाल ग्लास रेडी राखेर खाना लिएर आउने मान्छेको प्रतीक्षामा ल खाना लिएर पनि आइसक्नु भयो। एकदम आजको भोजन यो हाम्रो पूजाको ठानी पूजाको भोजन यहाँ बुवाहरू काकाहरूले गर्दै हुनुहुन्छ है। त ल दाजु अलिक कमलो कमलो छानेर दिनु ल, बुढापाका दाँत नहुने रसहरू। सरी सरी दाजु, यहाँ हाम्रा पुजारी दाजु हुनुहुन्छ यता। आजका हाम्रा पुजारी दाइ तिमेन्द्र खड्का। यहाँ भिडियो अब म खिच्दैछु भिडियो यहाँनिर। आजको भिडियो खिच्ने क्रममा म यहाँ हाम्रा भाइहरू पनि एकदम धन्नापातमा लागिरहेछन्। भीम दाई दही पनि यही गिलासमा हालिदिनु न। भीम दाई दही पनि यही गिलासमा हालिदिने हो कि पुरै लगाइदिनु, सोधेर लगाइदेऊ। यता भात लाए ठाउँमा यहाँ आज बुहारीहरू भान्सामा ल खाना खाने क्रममा यहाँ हाम्रा बुवाहरू काकाहरू हुनुहुन्छ। यहाँ हुनुहुन्छ हाम्रो खड्का परिवारको जेठो सबैभन्दा ज्येष्ठ आमा हुनुहुन्छ। उहाँ के पो थियो आमाको नाम त? के पो आमा? गौरा खड्का। गङ्गाराम बढीबाको जीवन सङ्गिनी हुनुहुन्छ उहाँ। अहिले हाम्रो खड्का परिवारकै सबैभन्दा जेठो हुनुहुन्छ उहाँनिर। त्यसै गरी यता हुनुहुन्छ हाम्रा केशरबहादुर खड्का, सेकेन्ड ज्येष्ठ हुनुहुन्छ उहाँ। त्यसै गरी यहाँ हुनुहुन्छ हाम्रो वीरेन्द्र कुमार खड्काजी हुनुहुन्छ। यता हुनुहुन्छ हाम्रो कुमार खड्काजी हुनुहुन्छ, बुवा काका बुवाहरू। बुवाहरूको सम्मान एकदम भव्य रूपमा। र त्यसै गरी यहाँ हुनुहुन्छ गम्भीर बहादुर खड्का। त्यसै गरी यता हुनुहुन्छ नरबहादुर खड्का। त्यसै गरी यहाँ हुनुहुन्छ हाम्रा अङ्का दाजु तपाईँको नाम के पो हो? नरबहादुर खड्का हुनुहुन्छ। त्यसै गरेर दाजु यहाँ हुनुहुन्छ हाम्रा पूर्णबहादुर खड्का जेठा दाई। अनि त्यसै गरी सुनजोडाबाट यहाँ कुबीर बहादुर खड्काजी हुनुहुन्छ। त्यसै गरेर यहाँ हाम्रा काका शेरबहादुर खड्का खाना खाँदै हुनुहुन्छ। त्यसै गरेर यहाँ सीताराम खड्काजी हुनुहुन्छ। अनि त्यसै गरेर यहाँ दाजु नाम के पो तपाईँको? पदम खड्काजी हो। अनि त्यसै गरी यता खेमराज खड्काजी हो। हाम्रा अर्को एकजना दाजु हुनुहुन्छ। दाजु तपाईँको नाम? तेजबहादुर खड्काजी हुनुहुन्छ है। त ल यसै गरी हामी उहाँ चाहिँ हुनुहुन्छ हाम्रो आजको पूजा घरका नाइके बोस, सबै कुराले सम्मान गर्न मिल्ने लोकबहादुर खड्काजी हुनुहुन्छ। यहाँ एकदम लागि परेर बुवा आमालाई खानपिन दिने क्रममा देवेन्द्र खड्काजी हुनुहुन्छ यहाँ। अनि यहाँ हेरविचार गर्नेमा चुडेन्द्र खड्काजी हुनुहुन्छ, भीमबहादुर खड्काजी हुनुहुन्छ। एकदम बुवा आमाको हेरविचार गर्दै हुनुहुन्छ। उहाँको त मैले अघि नै परिचय दिइसकेँ। आजका हाम्रा पुजारी उहाँ नै हुनुहुन्छ। उहाँले आज खाना खानुहुन्न, यस्तै फलार सलार यस्तै फलफुलहरू मात्रै खानुहुन्छ। यहाँ हामीसँग हुनुहुन्छ काकीको नाम के पो? लक्ष्मी माया खड्का धरानबाट हुनुहुन्छ उहाँ। भाउजू हुनुहुन्छ, भाउजूको नाम के? टङ्कमाया खड्का हो। चिन्नुहुन्न भने हाम्रो फाक्तेप धरमपुर मुनि फाक्तेप योग्य दाईको श्रीमती है भाउजू। हाम्रो शमशेर खड्का यहाँ भर्खर काम गर्दा गरेर थाकेर बल्ल खाना बसिरहेछ। त्यसै गरी हाम्रो भाउजू हुनुहुन्छ यहाँनिर रमाइलोबाट। के पो नाम भाउजू? कौशिला खड्का।
हाम्रो कान्छी भाउजू हुनुहुन्छ यहाँनिर। भाउजूको नाम के हो? सर्वदा खड्का। त्यसै गरी हाम्रो अर्को गोलाटारमा कान्छी भाउजू हुनुहुन्छ, तपाईँको नाम? हजुर, कमला खड्काज्यू। उहाँलाई चाहिँ हाम्रो सर्वजित खड्काको श्रीमती कान्छी भाउजू हुनुहुन्छ उहाँ। आजको हाम्रो खानपिनको म्यानेजमेन्टमा र काममा साह्रोभन्दा साह्रो खटिने हाम्रो खगेन्द्र खड्काज्यू गोलाटारबाट हुनुहुन्छ यहाँ। एकदम सुरुबाट अहिलेसम्म उहाँले बनाएका खानेकुराहरू बुवा आमाले खाइराख्नु भएको छ, दाजुभाउजूले खाइराख्नु भएको छ। धेरै मेहनत गरेर अचम्मै मिठो खानेकुराहरू बनाउनु भएको छ। धेरै धेरै धन्यवाद छ खगेन्द्र भाइलाई। हाम्रो गणेश भाइ धरमपुरबाट छ यहाँनिर, एकदम खटिरहेको अवस्था भाइले। उहाँ चाहिँ हाम्रो साइली भाउजू, हाम्रो भीम खड्का, सानो भीम खड्काको श्रीमती हुनुहुन्छ गोलाटारबाट। हाम्रो ज्ञानबहादुर खड्का, भाङबारी नारायण दाईको छोरा माइलो है उहाँ चाहिँ। यहाँ हाम्रो छोरी पूर्ण खड्का, सानो पूर्ण खड्का लालझोडा छोरी। यहाँ हाम्रो दाजु हुनुहुन्छ, दाजु नाम के हो तपाईँको? कमल खड्काज्यू हुनुहुन्छ। यहाँ हाम्रो भाइ, हाम्रो चन्द्र दाई, हाम्रो साइलो भाइ। यहाँ हाम्रो चन्द्र दाई पथरीबाट हुनुहुन्छ। अब भनेको यहाँ पनि मजाले खाना खुवाइने हुँदैछ भाउजूहरूको। अघि नै पनि देखाएको थिएँ र पनि फेरि देखाएको। उहाँ हुनुहुन्छ हाम्रो मुना बुहारी, आजको सेकेन्ड प्रोप्राइटर। निशा बुहारी, निशा, सरी है, मुना भनेपछि निशा बुहारी। यहाँ हाम्रो दाजु हुनुहुन्छ धरानबाट। यहाँ हाम्रो काइली भाउजू हुनुहुन्छ धरमपुरबाट। हाम्रो अर्को माइली भाउजू हुनुहुन्छ, जेठी भाउजू पनि भन्नु कि माइली भाउजू भन्नु, दुईटै भाउजू हुनुहुन्छ। एकदम हाम्रो खड्का परिवारकै फडर भाउजू उहाँ हुनुहुन्छ। भाउजूको नाम के हो? सुमित्रा खड्का। सुमित्रा खड्का। यहाँ हाम्रो सानीमा हुनुहुन्छ, काकी, यस घरकी सेकेन्ड मूल मान्छे। के पो नाम हो तपाईँको? मेरो नाम भन्छ भागीरथा खड्का। भागीरथा खड्का हुनुहुन्छ है त उहाँ। उहाँलाई हामीले बिरबल खड्का अथवा वीरेन्द्र खड्काको श्रीमती भनेर पनि चिन्न सकिन्छ। यहाँ हुनुहुन्छ हाम्रो भाउजूहरू, प्रमिला खड्का गोलाटारबाट, सविता खड्का गोलाटारबाट है त। यहाँ हाम्रो दाजु हुनुहुन्छ लखनपुरबाट। दाजुको नाम के पो? मेरो गोविन्दबहादुर खड्का। गोविन्दबहादुर खड्का, उहाँ लखनपुरबाट हुनुहुन्छ। दाजु हुनुहुन्छ लालझोडाबाट। दाजुको नाम? यामबहादुर खड्का। यामबहादुर खड्का है त, उहाँ लालझोडाबाट हुनुहुन्छ। दाजु तपाईँको नाम? प्रतिमान खड्का। प्रतिमान खड्का लखनपुरबाट है त हुनुहुन्छ है त। हाम्रो दाजुभाइहरू आउनुभएको। यो हाम्रो नाति, यो दमक पानीघट्टा कि कहाँ हो? गोलाटार हो। दमक गोलाटारको देवेन्द्र खड्काको जेठा छोराको छोरो। तेरो नाम के हो भन्छ? यमुन खड्का, रोनिक खड्का, युनिक खड्का है त। ल उहाँको नाम चाहिँ युनिक खड्का हाम्रो नातिको। अब बन्धु वर्गहरू सबैजनालाई आज हाम्रो पूजा कहाँ गरिएको हो त भनेर तपाईँलाई पक्कै पनि चाहिँ मनमा कुरा उठेकै हुन्छ होला। आजको हाम्रो थानी पूजा, भित्री पूजा भनेको चाहिँ कमल गाउँपालिकाको वडा नम्बर कति पो सानीमा? यो वडा नम्बर 1 सरङपाडा बजारमा रहेको हाम्रो वीरेन्द्र कुमार खड्का अथवा बिरबल खड्का भनेर सबैले चिन्छन्। बिरबल खड्काको घरमा चाहिँ, यही घरमा हामीले आजको थानी पूजा गरियो। ल त सबैजनालाई धेरै धेरै धन्यवाद यो भिडियो हेरिदिनु भएकोमा भन्दै अब आजको भिडियो यहीँ नै अन्त्य गर्न चाहन्छु। हस्त नमस्कार।